आस्थाको हिसाबले त्यो सबै कोणबाट लुम्बिनीलाई हामीले हेर्ने हो भने यो हाइड्रोपछिको दोस्रो नेपालको आर्थिक विकासको पूर्वाधार आधार के भनौँ हामी स्रोतको रूपमा लुम्बिनीलाई हामी लिन सक्छौँ। विभिन्न ठाउँमा विभिन्न कोणको अब लडाइँ झै झगडा चाहिँ हत्या हिंसाको कुरो रहिरहँदा शान्तिको एउटा आधारको रूपमा त्यो बेला जब लुम्बिनी विकास कोष स्थापना भयो त्यो कोषको तपाईँ हामी जो लोगोकै डिजाइन गर्दाखेरि पनि एउटा शान्तिलाई पनि त्यहाँ ठाउँ दिएको छ। यही आधारमा अहिले संसारभरकै बौद्धहरूले यसमा चाहिँ केही गरौँ, बुद्धको जन्मथलोलाई चाहिँ केही गर्नुपर्छ, यो एउटा चाहिँ पहिचानको अथवा संसारभरमै रहेका बौद्धहरूको एउटा आफ्नो जीवनमा एकपटक त्यो बुद्ध जन्मेको चाहिँ थलो माटोमा पाइला टेक्न पाए हुन्थ्यो भन्ने एउटा भित्री एउटा चाहिँ भावना जो छ त्यो भावनालाई हामीले साँच्चै नै रूपान्तरण गर्ने हो भने यहाँ संसारभरैबाट चाहिँ बौद्ध तीर्थयात्रीहरू यहाँ नेपालमा आउने ठुलो सम्भावना छ। र अहिले हामीले लाखौँको सङ्ख्यामा अहिले पनि लाखभन्दा बढी सङ्ख्यामा तीर्थयात्रीहरू वार्षिक रूपमा लुम्बिनी पुग्ने गरेको छ। एउटै मात्रै एउटा उदाहरण दिउँ, चीनमा भएका गृहस्थी भिक्षुहरू जो 20 करोडभन्दा बढी सङ्ख्यामा छ, त्यो 20 करोडकै भावनामा म एकपटक लुम्बिनी जान्छु भन्ने उहाँहरू सबैले भनिरहनु भएको छ। तर त्यस्तो खालको लुम्बिनी आउन सक्ने वातावरण, त्यहाँको भौतिक पूर्वाधार संरचनाहरू हामीले त्यहाँ निर्माण गर्न नसकेको अवस्थामा अबको यो जुन बृहत्तर लुम्बिनी विकास अथवा बृहत्तर चाहिँ लुम्बिनी यो विकासको कार्ययोजना अथवा बृहत्तर लुम्बिनी जुन निर्देशन समिति भनेर राज्यले एउटा राजकीय रूपमा र राजकीय नेताहरू आफै संलग्न भएर 25 वर्षको बिचमा यति ठुला नेताहरू लुम्बिनीमा संलग्न भएको थिएन हिजो हेर्ने हो भने नेपालबाट। तर आज हिजो अन्तर्राष्ट्रिय रूपमा संयुक्त राष्ट्रसङ्घका महासचिव त्यो बेलाका तत्कालीन महासचिव बर्माका चाहिँ उत्थानहरू जस्तो अहिलेका बान की मुनहरू जस्तो उहाँहरूको संलग्नता छ। तर राष्ट्रिय स्तरमा नेपालमा त्यो खड्किरहेको अभाव जब यो एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीको अध्यक्ष एवं पूर्व प्रधानमन्त्री एउटा प्रधानमन्त्री भइसक्नु भएको एउटा व्यक्तित्व अग्रसर भएर एउटा लुम्बिनीको विकासमा उहाँ लाग्नुभयो। अब साँच्चै नै नेपालमा राजनीतिक रूपमा राज्यले नै लुम्बिनीलाई सघारेको छ भन्ने अहिले सन्देश त गइरहेको छ। तर लुम्बिनी विकास कोषलाई नेपाल सरकारबाट जाने जुन एउटा प्रोफेसर टाङ्गेले बनाएको मास्टर प्लानलाई सम्पन्न गर्नेको निमित्त नेपालबाट जाने बजेटको तपाईँ हेर्नुभयो भने जम्मी अहिले बढेर 11 करोड भएको छ। जबकि तपाईँको सामान्यभन्दा सामान्य विभिन्न योजनाहरू जहाँ हामी लगानी गर्छौँ त्यसको प्रतिफल हामीले कम न्यून सम्भावना हुन्छ, त्यहाँ 11 करोड होइन अरबौँ लगानी गरिरहेको छ नेपालमा। तपाईँलाई म एउटै उदाहरण दिन्छु। अहिले जलस्रोतकै कुरो गर्नुपर्दा योभन्दा 1 वर्ष अगाडि बुढी गण्डकीलाई सरकारले सर्वेक्षण मात्र गरेर 24 करोड दिएको थियो। त्यो 24 करोडको ठाउँमा उसले 75 लाख पनि खर्च गर्न सकेन। तर लुम्बिनी विकासलाई 11 करोड दिन्छ, त्यो पर्याप्त छैन, जसको कारणले गर्दा राज्यबाट यो उपेक्षा भइरहेको अवस्थामा यो बृहत्तर जो लुम्बिनी निर्देशन समिति भनेर नेपाल सरकारले नै एउटा निर्णय गरेर बनायो, त्यो एउटा लुम्बिनीलाई नेपालको सन्दर्भबाट नेपालको आर्थिक समृद्धिको कोणबाट हेर्ने आशाको केन्द्रको रूपमा त्यसलाई हामी लिन सक्छौँ। यो जुन सम्झौता एउटा एपेक भन्ने अन्तर्राष्ट्रिय स्तरको आइएनजिओ अथवा गैर सरकारी संस्था हो, त्यो संस्था आफैमा पनि त्यहाँ चाहिँ संसारभरका प्रतिष्ठित व्यक्तित्वहरू, संसारभरमा गनिएका धनीमानी व्यक्तिहरू र संसारभरकै चाहिँ अलि उपल्लो स्तरमा चाहिँ स्थापित भइसकेका व्यक्तिहरू र विभिन्न धर्म समुदायबाट पनि त्यहाँ चाहिँ एउटा संसारभरकै यस्ता चाहिँ धार्मिक स्मारकहरू, पुरातात्विक महत्त्वका जुन स्थानहरूमा एउटा केही गर्छु, केही गर्नुपर्छ भन्ने एउटा उद्देश्यका साथ यो संस्था जो नेपालमा पनि अहिले यो जुन लुम्बिनीको सन्दर्भमा अब एउटा चाहिँ विधिवत रूपमा यहाँ चाहिँ सरकारले बनाएको त्यो एउटा निर्देशन समितिसँग सम्झौता पनि गरेर अगाडि बढेको छ। यो एउटा सकारात्मक पाटोको प्रारम्भ हो भन्न हामी सकिन्छ। नेपालकै समृद्धिको लागि जो लुम्बिनीमा अन्तर्राष्ट्रिय रूपमा सबैको अहिले ध्यान केन्द्रित भएको छ, त्यो हामी जस्तो एउटा बौद्ध अध्ययनका विद्यार्थीहरू र हामी आफै पनि नेपाललाई चाहिँ एउटा समृद्ध बनाउन लागेका युवाहरूको आँखाबाट हेर्ने हो भने आशाको अहिले बाटो ढोका खोलेको छ भन्छु म। अब यो पनि 3-4 वटा हामी त्यसको दृष्टिकोणबाट यसलाई हेर्नुपर्ने हुन्छ।
पहिलो कुरो जस्तो बुद्ध चाहिँ लुम्बिनीमै जन्मेको हो भन्ने कुरो कसैले अब भारतमा जन्मेको दाबी गर्नुहुन्छ भने पनि त्यो लुम्बिनी भन्ने जहाँ अहिले अशोक स्तम्भ गाडिएको छ भारतवर्षको भन्छु म, अहिलेको भारतको होइन, त्यो बेलाको भारतवर्ष भनेको समग्र जम्बूद्वीपको अथवा हाम्रो उत्तरी बौद्ध धर्मको भाषामा हो भने जम्बुलिङ हामी भन्छौँ। त्यो बेलाका एकजना महान राजा थिए जो उनी लडाइँमा चाहिँ सारा चाहिँ त्यहाँ यो जम्बू महाद्वीप अथवा यो भारतवर्षभरिको सबैलाई चाहिँ ऊ जितेर उसले कलिङ्गको युद्धमा लाखौँ मान्छे मरेको जब देखेपछि विरक्तिएर उहाँले बौद्ध धर्म अपनाउनु भयो। बौद्ध धर्मलाई उहाँले आफ्नो राज्य र मुलुकमा मात्रै नभएर अहिलेका जुन संसारमा जहाँ जहाँ बौद्ध धर्म पुगे ती देशहरूमा आफ्ना छोरा छोरी सबैलाई भिक्षुहरूलाई पठाएर जो अशोक जुन राजाले चाहिँ एउटा बौद्ध धर्मको प्रचार गर्नुभएको थियो, उहाँले बुद्ध नेपालमै जन्मेको हो भन्ने प्रमाण त्यो अशोक स्तम्भ नेपालमा छ र त्यो भूमि अहिले पनि नेपालको हो, नेपालकै सीमाभित्र छ भने यो अब विभिन्न कोणबाट आफ्नो राजनीतिक अथवा विभिन्न स्वार्थ पूर्ति गर्ने उद्देश्यले भारतमा अथवा कतै अन्त चाहिँ बुद्ध जन्मेको हो भन्ने कुराहरू एक परस्परमा त्यो एक प्रकारको एउटा मनमा मान्छेले कल्पना गरे पनि अब संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको युनेस्कोले समेत हामीले चाहिँ लुम्बिनी भनेकै चाहिँ बर्थ प्लेस अफ लर्ड बुद्ध भनेर उहाँले सम्पूर्ण ठाउँमा चाहिँ त्यो कुरो एउटा संसारभरि आधिकारिक रूपमा चाहिँ संयुक्त राष्ट्रसङ्घबाट त्यो कुरो एक्सप्लोर भइसक्यो। एउटा कुरो। दोस्रो कुरो, बुद्ध जन्मेको दिन वैशाख पूर्णिमालाई पनि संयुक्त राष्ट्रसङ्घले एउटा त्यो दिनलाई अन्तर्राष्ट्रिय शान्ति दिनको रूपमा अथवा त्यो एउटा चाहिँ पर्वको रूपमा चाहिँ संसारभरि एउटा जुन उत्सव मनाउन थाल्यो। त्यो सबै उत्सव मनाउन थालेकै त्यो प्रचार प्रसार सामग्रीमा तपाईँ हामी हेर्ने भने बुद्ध लर्ड बुद्ध नेपालमै जन्मिएको लुम्बिनीमै जन्मनु भएको हो भन्ने कुरो प्रचारहरू अथवा तथ्यगत प्रमाणित कुराहरू भएको हुनाले एकाध मान्छेहरूले आफ्नो सेन्टिमेन्टल दृष्टिकोणबाट यहाँ यस्तो भयो उस्तो भयो भनेर प्रचार आउनु अस्वाभाविक होइन, त्यो आउँछ स्वाभाविक हो। तर हामी तथ्यमा र सत्यमा हामी लाग्नु पर्यो र बुद्ध नेपालमै जन्मेको हो र अहिलेको हाम्रो लुम्बिनीमै जन्मेको हो भन्ने कुरो अशोक स्तम्भले पुष्टि गरेको छ, प्रमाणित गरेको छ। र यो लुम्बिनी भ्रमण वर्ष भनेर पर्यटकीय दृष्टिकोणबाट यो कुरा आयो। वास्तवमा त्यसरी आउनु हुँदैन थियो मलाई सोध्ने हो भने, म अथवा मलाई कसैले सोध्छ भने म त्यो जवाफ दिन्छु। लुम्बिनी एउटा पर्यटकीय स्थल होइन थियो। मैले भन्नुपर्दा पर्यटक आउँछन्, पर्यटनहरू आउँछन्, पर्यटकीय दृष्टिकोणबाट पनि लुम्बिनीलाई हामी विकास गर्न सक्छौँ। तर लुम्बिनी बौद्धहरूको एउटा भावनाको आस्थाको केन्द्र हो, बुद्धको जन्मथलो हो। त्यो संसारभरका बौद्धहरूको एउटा चाहिँ तपाईँको सधैँ जिन्दगीभर आफूले एकपटक पुग्नुपर्छ भन्ने एउटा आस्थाको केन्द्र हो। त्यो उसले चाहिँ पर्यटकीय मनोरञ्जनको दृष्टिकोणबाट होइन, उसले आफ्नो एउटा चाहिँ आफूलाई रूपान्तरण गर्ने, एउटा परिवर्तन गर्ने, एउटा बोधिसत्व मार्गमा लाग्नुको निमित्त एउटा उत्प्रेरणाको केन्द्रको रूपमा लुम्बिनीलाई विकास गरिनुपर्छ। हामी पर्यटन उद्योगको हिसाबले त्यो पैसाको हिसाबले अथवा अर्को कोणबाट लुम्बिनीलाई हेऱ्यौँ भने मलाई लाग्छ यो भ्रमण वर्षमा अलिकति त्यो कोणबाट बढी हाम्रो प्रचार प्रसार अथवा त्यो खालको चाहिँ हाम्रो जो घोषणा पछिका कार्यक्रमहरू त्यस्तो भयो कि भन्ने मलाई लाग्छ। जबकि बुद्धको जन्मथलो यहाँ हो र हाम्रो अहिले जुन 2-4वटा देशहरूमा त्यो लुम्बिनी भ्रमण वर्षको प्रचारको लागि कार्यालयहरू खोल्यो, त्यहाँको कार्यालयहरूमा के गरिनु पर्थ्यो भन्ने कुरो यहाँ बौद्ध विद्वानहरूसँग र यहाँ बौद्ध चाहिँ विभिन्न सङ्घ संस्थाका चाहिँ यो लुम्बिनीसँग जोडिएका अध्येताहरूसँग सोधेर अथवा उहाँहरूसँगको डिस्कसनमा लगेको भए सायद जुन हाम्रो भ्रमण वर्ष 2012लाई घोषणा गरे त्यो नितान्त मलाई चाहिँ के लाग्छ भन्दा पर्यटकीय दृष्टिकोणबाट मात्रै बढी प्रचार भयो कि। शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रसङ्गपछि अब पालो रहेको छ गतिविधिको। विगत केही समयदेखि भोग्नु परिरहेको लोड सेडिङको मारलाई कम गराउने उद्देश्यले खिम्ती जलविद्युत आयोजना सुरु गरिने भएको छ। पिपल्स हाइड्रो सहकारी लिमिटेडले रामेछापको खिम्तीमा खिम्ती 2 जलविद्युत आयोजना सुरु गर्न लागेको हो। सम्भव भएसम्म धेरैभन्दा धेरै मानिसहरूलाई चाहिँ समेटेर जलविद्युतमा जनताको सहभागिता गर्ने उद्देश्यले पिपल्स हाइड्रो सहकारी संस्था लिमिटेड स्थापना भएको हो र यसको उद्देश्य चाहिँ सम्भव भएसम्म धेरै नेपालभरिकै मानिसहरूलाई नै सहभागिता गराउने, न्यूनतम 1 लाख र बढीमा 1 करोडसम्म लगानी गर्न दिने यसको व्यवस्था गरिएको छ। र अहिले सरकारले हामीलाई खिम्ती 2 आयोजना यो 27.2 मेगावाटको चाहिँ इजाद प्रदान गरेको छ र हामी चाँडै नै आम जनतालाई खास गरी त्यस क्षेत्रका प्रभावित क्षेत्रका जनताहरूलाई सबैलाई
यसमा लगानी गर्न हामी आह्वान गर्छौँ। सो आयोजनाको प्राविधिक समितिले सर्वेक्षण गरी सो योजनाबाट करिब 45 मेगावाट विद्युत उत्पादन हुने जनाएको छ। करिब 6 अर्ब रुपैयाँ लगानी हुने सो परियोजना 5 वर्षभित्र पूरा गरिने पिपल्स हाइड्रो सहकारी लिमिटेडका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिनुभयो। करिब 40 मेगावाट हामीले बनायौँ भने करिब 6 अर्ब जतिको लगानी गर्नुपर्ने अवस्था आउन सक्छ र यो सबै पुँजी नै हामी चाहिँ आम जनतासित हरेक व्यक्तिको लगानीबाट हामी उठाउन लागेका छौँ र जसले लगानी गर्नुहुन्छ उहाँले आफूले चाहेको लगानी प्रत्येक वर्ष 20% लगानी गर्नुहुन्छ र 5 वर्षसम्म उहाँले लगानी गर्नुहुन्छ र करिब 5 वर्षभित्र हामी यसको चाहिँ उत्पादन ल्याउने हामी लक्ष्य राखेका छौँ। पिपल्स हाइड्रो सहकारीले नेपाली जनताको प्रत्यक्ष लगानी र सहभागितामा साना ठुला गरी 400 मेगावाटसम्म जलविद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। जलविद्युत आयोजना व्यापक जनसहभागितामा आधारित जलविद्युत आयोजना भएको हुनाले आम जनतालाई सबैलाई म यसमा चाहिँ लगानी गर्न आह्वान गर्न चाहन्छु र खास गरी प्रभावित क्षेत्रका दोलखा रामेछाप क्षेत्रका जनताहरूलाई हरेकलाई यसमा चाहिँ आबद्ध हुन आग्रह गर्दछु र सबै समाजका सबै पक्षलाई यो एउटा चाहिँ नमुनाको रूपमा चाहिँ जनताको जलविद्युत आयोजनाको रूपमा जुन हामी विकास गर्न अगाडि बढिरहेका छौँ यसमा सहभागी हुन र सहयोग गर्न सबै अपील गर्दछु। दर्शकवृन्द, हाम्रो यस शङ्ख कार्यक्रम तपाईहरुलाई कस्तो लागिरहेको छ? केही सल्लाह र सुझाव भए हाम्रो यस ठेगानामा पठाउन नबिर्सिनुहोला। तबसम्मका लागि म कार्यक्रम सञ्चालिका दीक्षा राई र मेरो सम्पूर्ण युनिटलाई बिदा दिनुस्। नमस्कार।